यसको गाउँले गाइदियो त्यही गाई पनि 4 दिनपछि बाधाएर खाइदियो आयो तेरो सन बाटो खाली गर्न आयो तेरो सन बाटो खाली गर्न तिमी भन्दा माथा भाइको राम्ररी भन सर दिनमा सो हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। र अब म चाहिँ आज यहाँ मेलामा आइसकेको छु है। र आजको चाहिँ हाम्रो यहाँ भनेको चाहिँ प्रीति आले र हाम्रो अर्को के अरे गाईको नाम प्रकाश सपुत र प्रीति आलेको एकदम बेजोड प्रस्तुति छ है। र के भएर चाहिँ आज म बुढी र मेरो सासूमा पनि आउनु भएको थियो र उहाँहरू चाहिँ अहिले उता हुनुहुन्छ र हामी चाहिँ यता साइडमा घुम्दैछौँ है। त्यही भएर आजको ब्लग एकदम बवाल हुनेवाला छ। सो भिडियोलाई स्किप नगरिकन फर्स्टदेखि लिएर लास्टसम्म कन्टिन्यू हेर्नु। धन्यवाद मात्रै दिन्छ, यसो हल्का पैसा देखाए पनि सजिलो हुन्छ होइन। र अब चाहिँ हाम्रो यहाँ प्रकाश सपुत र हाम्रो प्रीति आले हाम्रो दुईजना एकदम लोहरी गायककारहरू चाहिँ आउनु हुँदैछ है। र हाम्रो यहाँ एकदम साथी नभए पनि मलाई चाहिँ पुरै टन्नै हुनुहुन्छ होला 2-4 हजार भन्ने लगाइरहेको थियो। सोचे जति नभए पनि जति हुनुहुन्छ हाम्रो लागि स्पेसल हुनुहुन्छ आज। सो यहाँ सबैलाई धेरै धन्यवाद। यति अबेला यति ढिला पनि अर्थात् अझै पानी पर्छ कि थाहा छैन होइन। अन्यल हुँदा हुँदै पनि टिकट काटेर आइदिनु भएको छ। थ्याङ्क यू सो मच सबैलाई। नाच्ने न गएर सुमन शर्माज्यू म धेरै लामो समय लिँदिन, 2-3वटा गीतहरू सुनाउँछु। विशेष चाहिँ ब्युटिफुल लेडिज यहाँ अगाडि गरिराख्नु भएको छ। लेडिज सर्वप्रथम त तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। हामीलाई झरीले 2 दिन पछाडि पुर्यायो, नत्र भने हामी 2 दिन अगाडि नै यस्तो यो झापा धुलाबारीको माया यति धेरै लागेको थियो कि कहिले 19 गते आउला जस्तो लागिरहेको थियो। तर ठ्याक्कै हाम्रो 17-18मा पानी परेर हामी 19मा नभएर 21मा आउनु पर्यो। तर यो सर्ट नोटिसको बावजुद पनि तपाईँहरू आइदिनु भयो। म सर्वप्रथम तपाईँहरूलाई यो मायाको लागि, यो साथको लागि शिर निहुराएर धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। सन्तान भनी गर्व गरेथी जन्माएको आमाले घाँस काट्दै बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै हामीलाई के नै सुख छ
सक्नेले गर नसक्ने पर मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन कार्यक्रममा लकीली केटाहरू भन्दा केटीहरू धेरै आएको हो केटीहरू धेरै हो केटीहरूलाई देखेर मलाई एउटा गीत याद आयो तपाईँलाई यो गीत याद छ भने चाहिँ म 2 लाइन गाउन चाहन्छु नभए गाउँदिनँ है त गीत चाहिँ यस्तो छ है स्पेसली केटीहरूको लागि है त ए फुलमाया यता आइजाय यति राम्रो जोबन लान कस्तासँग हुने होला हामी दुईको बिहा सम्झिँदा नि शर्मा लाउँछ नचिस्काइन छा ओइ कुरा बुझ्न पर्छ स्पेसली यहाँ भएको हामी सबै केटाहरूको तर्फबाट सबै केटीहरूको लागि है त 2 लाइन है त किनभने आजभोलिको केटीहरूमा अलिकति कन्फिडेन्स चाहिन्छ हो कि होइन हो कुरा बुझ्न पर्छ स्पेसल केटीहरूको लागि मसँगै गाउनु पर्छ ल किन केटीले गाएको गीत हो एउटा कुरा सुन्नु यति राम्रो जीवन लानको आउने हो बुझ्नु कस्तासँग हुने होला हामी दुईको सम्झिँदा नि शर्मा लाउँछ नजिस्काइन छा कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ कुरा बुझ्न सबैले रेडी हो ए बेटा भयो यो दिलको माझमा गलबन्दी छातियो बोलाउनको यति धेरै माया गएको हो यस ओके मलाई कस्तो राम्रो रेड गलबन्दी हाले उडाइदिनु भएको थियो सो म त्यो सँगै गाउन चाहन्छु गल्यो त्यति छिटो अहिले ब्याटल बाँकी छ यहाँ सासै भयो गलबन्दी छातियो तिमीले काटेर बोलाउन खोजेको आफ्नै काटी गलबन्दी छातियो तिमीले काटेर बोलाउन खोजेको आफ्नै काटेर बोलाउन खोजेको आफ्नै काटेर तिमीले घर सुनैको के छ भनमा के चिजको कम्ती छ गलबन्दी छातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै खानी एकचोटि देउसी खेल्नु समस्या होइन देउसी होइन है भन भाइको है राम्ररी भन है वर्षर दिनमा है भेट भएको बेला है रमाइलो गरौँ कस्ता थिए मदन र मुना गर्छु माया त्यो भन्दा गुना जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै पानी कसो हो जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर गरौँ है त सो यहाँ झगडा परे जस्तो भइरहेछ
आउनु पर्यो केटाहरु रेडी हो केटाहरु रेडी हो यस बिचरा के वयस्कलाई बिचरा भन्छ के हेर्नु तर्साउने भनेको के हो एकचोटि कराइदिनु केटी पुरै आन्टीहरु कराएर जित्ला हो कराइदिन्छौ भनेको के केटीहरु मात्र भनेको एनीवे आर यु रेडी फर ब्याटल अलिकति जोस चाहिन्छ त ट्र्याक नम्बर 11 मेबी फर्स्ट ब्याटल प्ले गर्दिनु होला है त हेलो हेलो केटाहरु नबनो सोझो केटाहरु नबनो सोझो पुचकेटीहरूले न्युगो केटाहरु नबनो सोझो पुचकेटीहरूले न्युगो सारै मोटोरायो काली कौवा अगाडि करायो अबुई मेरो सारै मोटोरायो काली कौवा अगाडि करायो सबैले ला 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 Hey, see, listen. Bauke chori mari bhanji, bauke chori mogarki bhanji. Here chau chau, nagale chik bhanji. Bauke chori mogarki bhanji, here chau chau, nagale chik bhanji. La 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 la, la 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 la. Ke ko kata ayo, bukka ramle, paisa ko thang layo. Mama ke ko. गोरीकाली पातली मोटी यस्तो केटी पाल्दिन्छु सोही गोरीकाली पातली मोटी यस्तो केटी पाल्दिन्छु सोही पैसा चोरेर हिँड्छ बाउको पैसा चोरेर हिँड्छ फुट्टी भने दुर्गा पसैको झैलिन्छ पैसा चोरेर हिँड्छ फुट्टी भने दुर्गा पसैको झैलिन्छ सम्पत्ति धेरै हो त्यहाँ बनेको ठुलो घर मेरै हो हाम्रो घरको सम्पत्ति धेरै हो त्यहाँ बनेको ठुलो घर मेरै हो हाम्रो लिगको कुरा गर्छौ ए हाम्रो चिनजान सबभन्दा माथि हो हाम्रो चिनजान सबभन्दा माथि हो केपी ओली ठुलबाको साथी हो रे हाम्रो चिनजान सबभन्दा माथि हो केपी ओली ठुलबाको साथी हो मुम्बईमा जान्छन् यता सुन मेरो ठुल दाई मुम्बईमा जान्छन् शाहरुख खानसँग बसेर चिया खान्छन् रे मुम्बईमा जान्छन् शाहरुख खानसँग बसेर चिया खान्छन् रिक्सा तान्छ
थ्याङ्क यू सो मच। यो डोरी भन्ने कुरा कहिले पनि सकिँदैन, रातभरि गाउनु पनि सकिन्छ हामीहरू। सो नेक्स्ट टाइम अलिकति टाइममा भयो अथवा छरी परेन, हामी पनि भनेकै डेटमा आयौँ, अझै धेरै अडियन्सहरू भएको बेलामा चाहिँ मजाले रातभरि डोरी गाएर बसौँला। सो आजलाई भने लास्टमा हाम्रो तर्फबाट लास्ट कोसेली डोरी ब्याटल 2। ओके यो तेरो सर अझै मजा आयो। त्यति तर्छ नि एकछिन प्लिज प्लिज हल्ला गर्नु त केटीहरूलाई कसैले नसक्ने गर्छ। एउटा फुच्ची केटी उमेरले चाहिँ आन्टी, खै त वा खै केटाहरू फेसन एउटा फुच्ची केटी उमेरले चाहिँ आन्टी, आज सबले बजाउने हो भेटियो साँझ घन्टी रे। फेसन एउटा फुच्ची केटी उमेरले चाहिँ आन्टी, आज सबले बजाउने हो भेट्यो साँझ घन्टी। आयो तेरो सर बाटो खाली गर, आयो तेरो सर बाटो खाली गर। ठुलो मान्छे भेट्नुभएको छ केटी केटी हो, मान्छे भेट्नुभएको छ, गर्नुपर्छ आदर। डिस्को भित्र दर्शन पायो, ठुलो मान्छे भेट्नुभएको छ, गर्नुपर्छ आदर। डिस्को भित्र दर्शन पुरानो काली कौवा चारो खोज्न निस्को, के केटाहरू? पुरानो काली कौवा चारो खोज्न निस्को, कुन छुट्टुको स्पोन्सरमा आइस कान्छी डिस्को रे क्या। बाहिर लोकल ठर्रा तान्छ, पाए छ्याङ पनि हान्छ, अनि डिस्को पस्छ। हुस्की खाने पैसा छैन, हल्ला गर्दै बस्छ। बाहिर लोकल ठर्रा तान्छ, अनि डिस्को पस्छ। हुस्की खाने पैसा छैन, तानेर बस्छ। नबनी मनमा आर्त छ के, मर्द हो मर्द होइन र। खतीमा काट नबनी मनमा आर्त छ के, त जस्तीलाई बे गरेर 2-3 करोड सकेर क्या। खतीमा काट नभए नि मनमा आर्त छ के, त जस्तीलाई बे गरेर 2-3 करोड सके। आयो तेरो सर बाटो खाली गर, आयो तेरो सर बाटो खाली गर्न भाइ। दामी केटाहरू हेरेको थियो बाले कस्तासँग बे गरेर जोबन खेर फाले यस्तो लाग्छ नि हेर भाउजूहरू। दामी दामी केटाहरू हेरेको थियो बाले कस्तासँग बे गरेर जोबन खेर फाले। आयो तेरो बेगर्ने बेला के सबले दाइजो बाइक दिन्छन् यसको बाउले गाइदियो मलाई। सबले दाइजो बाइक दिन्छन् यसको बाउले गाइदियो, त्यही गाई पनि 4 दिनपछि बागाएर खाइदियो रे। सबले दाइजो बाइक दिन्छन् यसको बाउले गाइदियो, त्यही गाई पनि 4 दिनपछि बागाएर खाइदियो। आयो तेरो सन बाटो खाली गर, आयो तेरो सन बाटो खाली गर्न। बाघले खाएर किन बाघले नखान्छ, किन बाघले नखान्छ? जङ्गलतिर घर छ, राति सुसु आयो भने त गाउँ उठाउनु पर्छ, डर लागेर क्या। किन बाघले नखान्छ, जङ्गलतिर घर छ, राति सुसु आयो भने गाउँ उठाउनु पर्छ।
हाम्रो यहाँको प्रोग्राम सकियो। कस्तो लाग्यो प्रोग्राम? मजा आयो? 07 को सम्झनामा एउटा फोटो लिन गइरहेका छौं। माथि जाने ओके वेल हामी 07 फोटोग्राफीको सम्झनामा एउटा फोटो लिन गइरहेका छौं। बिग फ्यान हो तिमी? ठुलो फ्यान नट बिग फ्यान। घरमा सबै फ्यान ठुलो छ। हाम्रो यहाँको आजको लागि चाहिँ प्रोग्राम सकिसक्यो है। र अब हाम्रो यहाँ प्रकाश सपुत्र हाम्रो प्रीति आलेजी चाहिँ यहाँभित्र हुनुहुन्छ र उहाँबाट चाहिँ बाहिर आउनुहुन्छ। मेरो बुढी फोटो खिच्ने अरे तर यहाँ फोटो खिच्न पाइँदैन किनभने मान्छे धेरै छन् होइन। वर्षा एकदम छिटो निस्किन्छ नि यहाँबाट, त्यही भएर क्या बुझ्यौ। कस्तो लाग्यो आजको प्रोग्राम? काम लाग्यो एकदम। मेरो यो घाँटी नै यस्तो भएको चाहिँ घाँटी यस्तो भयो अब घर गरेर यस्तो गर्नु। पुलिसहरूले मात्रै फोटो खिच्न पाउँछ क्या। एकदम हतार हतारमा सबैजना निस्किँदैछन्। सेल्फी हान्न, हामी त सेल्फी हान्न पाइएन, के गर्ने यस्तै हो। हतार छ नि, पसिहाल्छ नि, कहाँ खिच्न दिन्छ नि। र हाम्रो राधेसन है अब जाऊँ भाइ। ओ तिमीहरू सकेर भेटिसक के गर्नु होइन र। जस अन्तिममा भए पनि भ्लगमा चाहिँ आइस ल है ल। सो प्रोग्राम सबै यहाँको होइन। अब सिधै घर जाऊँ ल। गाडी उतारेर फोटो खिच्नु अब तिम्रो। जाउँ गर्छ न अब निस्किन पाइँदैन, के गर्नु। त्यसको लागि त पुलिस हुनु पर्यो कि त गार्ड हुनु पर्यो। म दुइटै होइन, म त ब्लगर हो। किन रिस हुन्छ। र आजको लागि यहाँ सबै प्रोग्राम सकियो है। र अब पुरा खाली भइसक्यो यहाँ हाम्रो। र सबैजना गइसक्नु भयो। र हाम्रो सासु आमा, हाम्रो भाउजू, भाइ सबै घर गइसक्यो है। हो बाप, उसले चाहिँ फोटो खिच्नलाई यस्तो है। फोटो खिच्नलाई इतना हतार। सबै खाली भइसक्यो र अब हामी पनि घर जान्छौँ है यहाँबाट। मेजबान चिया प्रेम पान पसल। पान खान्छौ? पान लबर हो तिमी? फोन आउँदैछ तिम्रोमा? मेरो यहाँ कसको फोन हेर त? गइसक्नु भयो कि सफारीमा हुनुहुन्थ्यो नि? जानु भन्दै थियो? अब यस्तै हो, के गर्नु। ठुलो सेलिब्रेटीहरूसँग फोटो खिच्नलाई गाह्रै छ है। हामी यस्तो सानो मान्छेलाई अब ठुलो मान्छेसँग फोटो खिच्न गाह्रै पर्छ नि त, त्यही भएर बुझ्यौ। हो मेरो भाइ हो। फोटो खिच्यो न प्रकाश सबुसँग? खिच्छु नि हो भोलि ल तर। अब अर्को वर्ष र गाइस है हामी मेलाबाट घर आइसक्यौँ। र मेरो छोरो उठेर यहाँ रुँदैछ है। छोरो ओइ बाबु छोरो के भयो? भर्खर उठेको छ नि त, त्यही भएर पुरा रुँदैछ क्या। फेरि ठ्याक्क नानी पनि उठेर हामी पनि घर आइसक्यो। उसलाई फेरि अहिले यस्तो बेला नि जति माया गर्छ त्यति हुन्छ क्या। भयो त्यसो सुतेर उठेपछि होइन रुन थाल्छ क्या। र गाइस आजको लागि यो भ्लग म यही इन्ड गर्दैछु। आई होप तपाईँले यो भिडियो मन पर्यो होला। र भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला। र मेरो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने तल देखाएको सब्सक्राइब बटनलाई सब्सक्राइब गरेर छेउको बेल आइकनलाई प्रेस गरिदिनु होला। सी यु इन नेक्स्ट भ्लग। बाई बाई।